welcome to new vlog guys. सबैलाई हैन गाइस वेलकम टु न्यू vlog सर्ट मिनी vlog हैन आज हाम्रो के प्लान थियो भने दाइ भाइ मिलेर कपाल काट्दियौँ हामीले ठ्याक्क हामी कपाल काट्न पुग्यौँ अनि हामी टाइम पाएर त्यहाँ कपाल काट्ने दोकान चाहिँ हल्का खाली पायौँ हामीले खाली भाइ अगाडि बस्थ्यो कपाल काट्न अनि म गाइस दाइ भाइ मिलेर ठ्याक्क कपाल काट्दियौँ हामीले अनि यस्तो हेरेको त भाइको कपाल पनि ठुलो भएको थियो अनि आफ्नो कपाल हेरेको त आफ्नो त लास्ट ठुलो गाइस कपाल पनि लामो गयो के गर्नु यस्तो हेरेको त ऐनामा लास्ट कालो देखि लागेर गयो थाहा के खालको खाना खान्छु यार म के खालको साह्रो घाम गाइस यार कालो कालो मुख गाइस थाहा म जस्तो कालो त जिन्दगीमा कोही पनि नहोला नि यार गाइस हैन कोही पनि नहोला यस्तो कालो अनुहार हेर्नु त गाइस यस्तो कालो अनुहार छ ठ्याक्क अब भाइको पालोमा सक्यो अब मेरो पालो आउँदैछ भन्दै कुरेको त टाइमै नआउने टाइमै नआएर साइकको दिमाग गयो गाइस ठ्याक्क पालो आएर अनि कपाल सपाल काटेर ठ्याक्क लागे साइकल लगेर अगाडि साइकल पछाडि म अनि मेरो भाइ हेरेको त कपाल औडा जस्तो के अनि एकछिन साइकललाई पनि चम्काइदियो भने देखाएको त हायाभुसालाई अनि यस्तो गएको त अगाडि सरर गरेर दुईटा बाटो आइदियो अक्कड बक्कड हानिदिएको त अर्को बाटोबाट गयो क्या हामी को बाटोबाट गयो त्यहाँदेखि टक्क बाटो अझ भेजा भइदियो गाइस अझ आयो अब बाटो अनि अक्कड बक्कड हानिदियो अझ तलवाला बाटोमा गयौँ ठ्याक्क गाइस त्यहाँदेखि गइसकेपछि बिस्तारै जाँदैछु गाइस बिस्तारै गएर अब के गरौँ जस्तो लागेको थियो अनि भाइले एउटा प्रश्न सोधिरहेको गाइस के भनेपछि दाइ